मान्य श्री प्रभु शाह, मान्यज्यूको 6 मिनट समय रहेको छ। यसपछि मान्य श्री प्रमोद शाह। सम्मानीय सभामुख महोदय, कोरोना संक्रमणको सन्तास र लकडाउनले देश अहिले जटिल, असहज, असाधारण परिस्थितिबाट गुज्रिरहेको छ। यस अवस्थामा आउन लागेको बजेट हिजोको निरन्तरता सुधारले सम्भव छैन। कोरोना महामारीले अहिले तत्काल र आउने दिनमा एउटा महासङ्कटसँग खडा गरेको छ। महासङ्कटसँग जुझ्ने, सामना गर्ने बजेट चाहिएको छ हामीलाई। त्यसैले हिजोको निरन्तरताले पुग्दैन। अहिलेको महामारीले पार्न सक्ने विभिन्न पक्षहरूलाई ध्यानमा राखेर त्यससँग सामना गर्ने विशिष्ट बजेट ल्याउन जरुरी छ। र यो बजेट आइराख्दा हामी आश्वस्त गर्न सक्नुपर्छ, जो अध्ययनको लागि, रोजगारीको लागि विदेशमा गएर यो महामारीले अल्पत्र परेका र नेपाल आउन छटपटिएर बसेका नेपालीहरूलाई ढुक्क बनाउन सक्छ कि सक्दैन। अहिले रोजगारबाट विहीन भएका र खानलाई तडपिरहेका, पुरै छाक खान नसकेर पीडित भइरहेका नेपाली नागरिकलाई आश्वस्त गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न जोडिएको छ। अहिले जो उत्पादन र आपूर्तिमा एउटा ठुलो असन्तुलन देखा पर्ने जो सम्भावना छ र त्यसले महँगीको जो सम्भावनाहरू बढिरहेका छन्, कालाबजारी, भ्रष्टाचार यो जो बढिरहेछ त्यसलाई नियन्त्रण गर्ने बजेट चाहिएको छ। अहिले हामी हेरिरहेका छौँ उद्योग धन्दाहरू शिथिल अवस्थामा छ, अस्तव्यस्त अवस्थामा छ। त्यसमा पूर्ण जीवन पाउँछ कि पाउँदैन, त्यसलाई नयाँ ढङ्गले अगाडि बढाउन सक्ने स्थिति बन्छ कि बन्दैन, त्यतातिर आश्वस्त गर्ने टाइपको बजेट चाहिएको छ। म यसै सारमा भन्न सक्छु कि अहिले निरन्तरतामा जो हामी सोच्यौँ भने अहिलेको यो सङ्कटको सामना हामी गर्न सक्दैनौँ। यो प्रत्यक्ष अपरोक्ष ढङ्गले जुन असर पार्ने र एउटा महासङ्कट सिर्जना गर्ने, त्यसलाई सामना गर्ने टाइपको विशिष्ट चरित्रको बजेट चाहिएको छ। त्यसरी गुणात्मक ढङ्गले सोच्न मैले आग्रह गर्दछु। अहिले म जसरी अहिले विशिष्ट यो परिस्थितिमा जो अवस्था छ त्यसलाई हामी सामना गर्न भन्दछौँ। अहिले म देशको सिनारीलाई एकचोटि राख्न चाहन्छु। प्राकृतिक भू बनौटले तराई मधेस सुगम छ। हिजो ऐतिहासिक कालदेखि नेपालमा ठुलो आर्थिक योगदान गर्दै आएको त्यो ठाउँ, खास गरेर 2 नम्बर प्रदेश जो ठुलो आर्थिक योगदान गर्थ्यो, अग्रभागमा थियो, हरेक सेक्टरमा नेपालको अग्रभागमा, अग्रस्थानमा रहने ठाउँ अहिले मानव विकास सूचकाङ्कमा पछाडि छ। हामी देशमा ठुल्ठुला परिवर्तनहरू भए, ठुल्ठुला आन्दोलनहरू भए। त्यसको एउटै लक्ष्य थियो कि नेपालीहरूको जीवन स्तर उठाउने। देशको स्तर उठेको पनि छ, तर 2 नम्बर प्रदेश किन खसिँदै गइरहेछ? यसको जवाब कोसँग सोध्ने? कि हामी भगवानसँग सोध्ने कि हामी यो संसदसँग सोध्छौँ? सरकारले यो जवाब दिन सक्छ कि सक्दैन? यस्तो असन्तुलन छ सम्मानीय सभामुख महोदय। जसरी नेपालमा प्रति व्यक्ति आम्दानी अमेरिकी डलरमा औसत आम्दानी प्रति व्यक्ति 1000 समथिङ छ, जबकि तराई मधेस खासै 2 नम्बर प्रदेशको 500-550 को हाराहारीमा छ। गरिबी, औसत गरिबी झन्डै 25% छ, जब 2 नम्बर प्रदेशमा 41 पोइन्ट समथिङ, झन्डै 42% छ। साक्षरताको हिसाब हिजो शिक्षाको काठमाडौँ पछि तराई आउँथ्यो, तर अहिले शिक्षामा साक्षरतामा सबभन्दा पछाडि छ। मृत्यु दरमा झन् ह्रासको स्थिति छ। अनि यो जो असन्तुलन देखा पर्यो, हामी कर्णालीको कुरा गर्छौँ। कर्णाली प्राकृतिक ढङ्गले नै दुर्गम थियो र यसलाई अगाडि बढाउनुपर्छ। दुर्गम थियो त्यसलाई छोड्नु हुँदैन। किन नेपाल संविधानले भनेको छ हिजोको जति पनि विभेदहरूको अन्त गर्नुपर्छ र समान आर्थिक समानता र सामाजिक न्यायको हामी बेसमा यो संविधान बनाएका छौँ। यदि संविधानका सही पक्षपाती छौँ भने यो असमानताहरू, जो विभेदहरू छ त्यसलाई हटाउन हामी के गर्दैछौँ भने यो सोचबाट हेर्ने हो भने यो बजेट, आउने बजेट हिजोको जस्तो कर्मागत वा सुधारात्मक वा निरन्तरताले सम्भव छैन। छाती खोलेर भन्न सक्नुपर्छ, पछाडि परेका र पछाडि पारिएका क्षेत्र र समुदायलाई हामी ल्याउँछौँ भनेर खुलस ढङ्गले भन्न सक्नुपर्छ। र त्यसो भन्ने आँट हो भने, यो आवश्यकता हो भने 2 नम्बर प्रदेश र कर्णालीलाई विशेष प्रदेशको दर्जा दिन कुनै कन्जुसिया गर्नु हुँदैन। आउने नीति तथा कार्यक्रममा र बजेटमा विशेष प्याकेज सहित यो ठाउँ जो पछाडि पर्यो, जसको कारणले भए पनि यसलाई हामी ल्याउँछौँ भन्ने एउटा प्रतिबद्धताको जरुरी छ। र त्यससँगै हामी यो सदन, सम्मानित सदन जानकार छ, गत
श्रावण भादोको बाढले तराई तहस महस थियो। तराईको आफ्नै पानीले तहस नहस भएको होइन सभामुख महोदय। तराईबाट बगेका खोलाहरूले कुनै असर पार्दैन, पहाडी बेल्टबाट गएका खोलाहरूले सबै असर पारेको छ। ती पहाडी खोलाबाट जाने खोलाहरूले जो तहस नहस पारिरहेछ, यो क्षेत्रको बजेट त्यहाँ काट्न र लाग्नुपर्छ पर्दैन। यो सामाजिक न्यायसँग सिद्धान्तसँग मिल्छ कि मिल्दैन? यो रौतहटमा यति बजेटको सवाल होइन, सिराहामा यति बजेटको सवाल होइन, सप्तरीमा कोशीमा बजेटको सवाल होइन। सबै नेपालका माथिल्लो हिमालदेखि महाभारतसँगका सबै पानीहरू त्यहाँ गएर मान्छेले डुबान गर्ने र त्यसलाई तहस नहस गर्ने र त्यसलाई पुनर्निर्माण गर्न हामी कन्जुसियाई गर्ने र समानताको आधारमा जिल्लामा बाँडफाँडको कुरा गर्ने यो कुनै पनि हिसाबले मिल्दैन। त्यसैले जो गत साल या यो गत भदौ असोजमा आएको बाढीले जो बाँध भत्केर गाउँहरू विस्थापित भएका छन्, परिवारहरू विस्थापित भएका छन्, तिनीहरू आश लगाएर बसेका छन् कि अब म कहिले विस्थापित हुन्छु। त्यसमा गम्भीरतापूर्वक यो बजेटमा सम्बोधन हुनुपर्दछ। ती बाढले तहस नहस भएका बाँधहरू तहस नहस भएका छन्, रोडहरू तहस नहस भएका छन्, नहरहरू तहस नहस भएका छन्, ती बन्छ कि बन्दैन? अहिले यो लकडाउनले मान्छे एक ढङ्गको कैद जस्तो छ, देश अस्तव्यस्त छ, कोरोना महामारीले सन्तासमा छ। यो अवस्थामा यो पुनर्निर्माण, खास गरेर बाँधको पुनर्निर्माण, नहरहरू रोडहरू जो तहस नहस भएका छन् त्यसको पुनर्निर्माण र जी व्यक्तिहरू जो विस्थापित भएका छन् तिनीहरूलाई स्थापित गर्ने र जो क्षतिहरू भएका छन् क्षतिपूर्तिको लागि यो सम्बोधन हुन्छ कि हुँदैन, त्यसले आउने बजेट त्यसलाई सम्बोधन गरोस् भन्ने म माग गर्न चाहन्छु। र यो बजेट अहिले हामी सङ्घीयताको कार्यान्वयनको कुरा गरिरहेछौँ। सङ्घीयता नाउँमा छन्, सारमा सङ्घीयता विरोधी जो हरकतहरू भइरहेको छन् त्यसलाई निर्मूल पार्ने, त्यसलाई रोक्ने र त्यसलाई सही अर्थमा सङ्घीयता कार्यान्वयन गर्ने ढाँचाको बजेट आउन जरुरी छ। यसरी अगाडि बढ्यो भने यो फ्रिजको कुरा उठ्छ। हामी बजेट विनियोजन गर्दछौँ, केन्द्र र सरकारी निकाय आफ्नै लापरवाहीले फ्रिज गराउँछ र अन्यायमा पर्ने ती क्षेत्रका जनता हुन्छ, ती जिल्लाका जनता हुन्छ, ती प्रदेशका जनता हुन्छन्। त्यसैले यो फ्रिज हुने परिपाटीको नयाँ ढङ्गले पुनर्विचार गर्न पनि म आग्रह गर्दछु। धन्यवाद।